के तपाईले कहिले महसुस गर्नुभएको छ कि तपाईँ अरूको राय र डरले गर्दा आफ्नो साँचो इच्छाहरू र सपनाहरूलाई दबाइरहनु भएको छ? के यही कारणले गर्दा तपाईले ती कदमहरू चाल्न सकिरहनु भएको छैन जुन तपाईलाई थाहा छ कि तपाईले चाल्नुपर्छ? आज म तपाईहरूलाई एउटा यस्तो पुस्तकको सारांश दिनेछु जसले तपाईको जिन्दगी बदल्न सक्छ, द करेज टु बी डिसलाइक्ड। यसमा जापानी लेखक इचिरो किसिमीले वैज्ञानिक अल्फ्रेड एडलरको दर्शनलाई व्याख्या गरेका छन्। एडलरको भनाइ थियो कि हर मानिसमा आफूलाई सुधार्ने असीमित क्षमता हुन्छ, तर हाम्रो समस्या यो हो कि हामी अरूको रोजाइ अनुसार बाँच्न चाहन्छौँ। यसै कारणले हामी आफ्नो भाग्य र जिन्दगीको नियन्त्रण अरूको हातमा सुम्पिँदैछौँ। यो किताब एउटा युवक र दार्शनिक बीचको संवाद हो। दार्शनिक पहाड नजिकै एउटा सानो झुपडीमा बस्थे। एक दिन उनलाई भेट्न एउटा जवान युवक आयो। युवकले भन्यो, जब म सानो थिएँ जिन्दगी धेरै सजिलो लाग्थ्यो। बच्चाहरूसँग कुनै जिम्मेवारी हुँदैन, उनीहरू आमा बुवा र समाजको सुरक्षामा रहन्छन्। उनीहरूलाई संसारका धेरै कुराहरू थाहा हुँदैन, त्यसैले जिन्दगी एउटा खेल जस्तो लाग्छ। तर जब बच्चा हुर्कन्छ जिन्दगीको वास्तविक रूप अगाडि आउँछ। अब उसमाथि धेरै नाता र जिम्मेवारीहरू थपिन्छन्। काम र घर दुवैतिरको तनाव हुन सक्छ। अब उसले समाजका लागि ती जटिलताहरू बुझ्न थाल्छ जुन पहिले देखिँदैन थियो। युवकले भन्यो, यसै कारणले मलाई लाग्छ कि संसार धेरै अल्झिएको छ र जिन्दगी धेरै गाह्रो छ। तर दार्शनिकले जवाफ दिए, तिमी गलत हौ। जिन्दगी एकदमै सजिलो छ। संसार त्यति धेरै झन्झटिलो छैन, बरु हामी आफैले यसलाई यस्तो बनाएका हौं। यो सुनेर युवक अलि उत्सुक भयो र जान्न चाह्यो कि दार्शनिकले के भन्न खोजिरहेका छन्। उसले दार्शनिकलाई गलत प्रमाण गर्न र जिन्दगी गाह्रो छ भन्ने आफ्ना कुराहरू राख्न चाहन्थ्यो। के तपाईलाई लाग्छ दार्शनिक सही हुनुहुन्छ? आउनुहोस् जानौं उनीहरूको बीचमा के भयो। दार्शनिकले युवकलाई सम्झाए कि मनोवैज्ञानिक अल्फ्रेड एडलरले एउटा नयाँ सिद्धान्त दिएका थिए जसलाई टेलियोलोजी भनिन्छ। यसको सबैभन्दा ठूलो कुरो के हो भने यसमा मानिन्छ कि मानिसलाई उसको विगतको अनुभव वा बाल्यकालको ट्रमाले नियन्त्रण गर्दैन। हामी आफ्नो लक्ष्य वर्तमानमा तय गर्छौं, विगतलाई सम्झेर होइन। यो कुरा युवकले बुझ्न सकेन। उसले आफ्नो साथीको उदाहरण दियो जसले कुनै जागिर गर्दैन। उसले सामाजिक डर छ र ऊ कोठामा थुनिएर बस्छ। ऊ बाहिर जान त चाहन्छ तर विगतको चोटका कारणले गर्दा बाहिर निस्कन सक्दैन। दार्शनिकले भने यदि चोटकै कारण ऊ बाहिर ननिस्कने हो भने त संसारमा जतिलाई चोट परेको छ उनीहरू कोही पनि घर बाहिर निस्कने थिएनन्। तर स्पष्ट छ कि केही मानिस सजिलै अगाडि बढ्छन् भने केही भने त्यही अड्किरहन्छन्। दार्शनिकले अगाडि भने, तिम्रो साथीको एउटा लक्ष्य छ। ऊ चाहन्छ कि उसका आमा बुवाले उसलाई पूरा ध्यान दिउन्, त्यसैले उनीहरूलाई चिन्तामा पार्न उसले यो नाटक गरिरहेको छ। उसकी आमाले कोठामा खाना ल्याइदिन्छन्, उसँगै समय बिताउँछिन् ताकि ऊ ठिक होस्। यसरी उसले आफ्नो आमा बुवाबाट माया पाइरहेको छ। युवकले भन्यो, तपाईँ गलत बोल्दै हुनुहुन्छ। तपाईँ त भावनाको कदर नै गरिरहनु भएको छैन। उसले एउटा घटना सुनायो कि एक दिन कफी सपमा वेटरले उसको नयाँ लुगामा कफी खनाइदियो र ऊ वेटरमाथि चिच्याउन थाल्यो। उसले सोध्यो, यहाँ मेरो लक्ष्य के हुन सक्छ? रिस उठ्यो र मैले प्रतिक्रिया दिएँ। दार्शनिकले भने, तिम्रो लक्ष्य त्यो वेटरमाथि चिच्याउनु र आफूलाई ठूलो देखाउनु थियो, त्यसैले तिमीलाई रिस उठ्यो ताकि तिमी उसलाई थर्काउन सक। टेलियोलोजी अनुसार हाम्रो लक्ष्यहरू नै हाम्रो वर्तमान जीवनशैली तय गर्दछन्। त्यसपछि दार्शनिकले भने, मानिसहरूले आफ्नो जीवनशैली आफै रोज्छन्। यदि हिम्मत छ भने जुनसुकै बेला नयाँ जीवनशैली अपनाउन सकिन्छ। यहाँ जीवनशैली भन्नाले गाडी वा घर होइन। एडलरका अनुसार जीवनशैली भनेको हाम्रो वर्ल्ड भ्यू र हाम्रो व्यक्तित्व हो। उनले अर्को एउटा उदाहरण दिए। उनको एउटा साथी उपन्यासकार बन्न चाहन्थ्यो तर कहिले उपन्यास पूरा गर्दैनथ्यो। ऊ सधैँ भन्थ्यो कि मसँग समय छैन, त्यसैले सकिरहेको छैन। तर वास्तवमा ऊ आलोचनाबाट बच्न चाहन्थ्यो। दार्शनिकले भने, यस्ता बहानाहरू बनाउनु भनेको जीवनशैली परिवर्तनबाट बच्ने एउटा तरिका हो। युवक अझै पनि पूर्ण रूपमा सहमत थिएन। उसले भन्यो, मेरो एउटा साथी छ जो धेरै प्रतिभाशाली छ र मिलनसार पनि छ। यदि म उसको जस्तो बन्न सकेको भए मेरो जिन्दगी धेरै राम्रो हुने थियो। तर म बन्न सक्दिनँ किनकि मसँग उसको जस्तो रूप र प्रतिभा छैन। दार्शनिकले सम्झाए, जिन्दगीमा जब हामी सोच्छौं कि यो कुरा मतिर भएको भए म पूर्ण हुने थिएँ, तब हामी कहिल्यै खुसी हुन सक्दैनौँ। बरु हामीसँग जे छ त्यसमा कसरी राम्रो बनाउन सकिन्छ भन्नेमा ध्यान दिनुपर्छ। तिमी परिवर्तन नहुनुको कारण अहिले तिम्रो जिन्दगी जस्तो छ त्यो तिम्रो लागि कम्फर्ट जोन भइसकेको छ। तिम्रो जागिर, तिम्रो व्यक्तित्व, तिमीलाई थाहा छ तिम्रो जिन्दगीमा के हुन्छ। तिमीलाई यो मन नपरे पनि तिमी यसैमा अभ्यस्त छौ। यदि तिमीले आफ्नो सोच बदल्यौ भने तिमीले नयाँ मानिसहरूलाई भेट्नुपर्ने हुन सक्छ, नयाँ समय आउन सक्छ, नयाँ निर्णय लिनुपर्ने हुन्छ। यो कुराले तिमीलाई डर लाग्छ, त्यसैले तिमी बदलिदैनौ। त्यसैले बदल्नका लागि साहस चाहिन्छ, यानी करेज चाहिन्छ।
युवक 2 हप्तापछि फेरि फर्कियो। उसले भन्यो, म आफैलाई मन पराउँदिन, मलाई आफ्नो कमजोरी मात्र देखिन्छ। म न देख्नमा राम्रो छु न मेरो व्यक्तित्व नै राम्रो छ। दार्शनिकले सम्झाए, वास्तवमा यी भावनाहरू हाम्रो मनमा तब आउँछन् जब हामी डराउँछौँ कि मानिसहरूले हामीलाई मन पराउँदैनन् वा हामीलाई चोट पुर्याउँछन्। उनले भने, सोच्नुहोस् त, यदि तपाईँ धेरै राम्रो देखिने र राम्रो व्यक्तित्व भएको भए मानिसहरूले मन नपराएको भए तपाईँ के गर्नुहुन्थ्यो? दार्शनिकले भने, जिन्दगीका सबै समस्याहरू अन्तर्व्यक्तिक इन्टरपर्सनल प्रब्लमहरू हुन्। अर्थात् हाम्रो सबै समस्या अरूले हाम्रो बारेमा के सोच्छन् र हामीलाई कस्तो व्यवहार गर्छन् भन्नेमा आधारित हुन्छ। उनले एउटा केटीको उदाहरण दिए जसलाई धेरै लजाउने ब्लसिङको समस्या थियो। जब उनी सार्वजनिक ठाउँमा जान्थिन् उनको गाला रातो हुन्थ्यो। दार्शनिकले सोद्धा उनले भनिन्, मलाई एउटा केटा मनपर्छ र म उनलाई आफ्नो भावना भन्न चाहन्छु, तर म डराउँछु कि मेरो रातो गाला देखेर उसले मलाई तिरस्कार गर्नेछ। वास्तवमा समस्या रातो गाला हुनु थिएन। वास्तवमा समस्या गाला रातो हुनु थिएन। समस्या त त्यो केटाले दिने अस्वीकार, रिजेक्सनको डर थियो। दार्शनिकले आफ्नो उदाहरण दिए, मेरो उचाइ 150 सेन्टिमिटर मात्र छ। जब म जवान थिएँ मलाई धेरै चिन्ता हुन्थ्यो कि सबैले मेरो मजाक उडाउनेछन्, मेरो बिहे हुँदैन। यसैले गर्दा ममा हीनताबोध, फिलिङ अफ इन्फेरियोरिटी आएको थियो। तर पछि मैले महसुस गरेँ कि यदि यो संसारमा म एक्लो हुन्थेँ भने मलाई तुलना गर्ने कोही हुँदैन थियो र मेरो उचाइ मलाई सामान्य लाग्ने थियो। मानिसहरूले आफूलाई अरूसँग तुलना गरेर नै आफूलाई सानो वा ठुलो सम्झन्छन्। हीनताबोध कसरी हटाउने? दार्शनिकले भने, हामीले यो बुझ्नुपर्छ कि हर मानिस फरक हुन्छ। कोही पनि ठ्याक्कै समान हुँदैन, तर सबै बराबर हुन्छन्। हर मानिसमा कुनै न कुनै विशेष गुण हुन्छ। कोही ठुलो वा सानो हुँदैन, सबैको आफ्नै मूल्य हुन्छ। वास्तविक प्रतिस्पर्धा अरूसँग होइन, आफैसँग हुनुपर्छ। हामीले आफैलाई हिजोको भन्दा आज अझ राम्रो बनाउने कोसिस गर्नुपर्छ। युवकले सोध्यो, के हामीले अरूको प्रशंसा वा पहिचान बिना बाँच्न सक्छौँ? दार्शनिकले उदाहरण दिए, सोच्नुहोस्, तपाईँ कतै फोहोर उठाइरहनु भएको छ, तर कसैले तपाईँले वास्ता गर्दैन वा प्रशंसा गर्दैन। के तपाईँ त्यो काम गरिरहनुहुन्छ? सायद हुँदैन। तर यो गलत सोच हो। हामीले काम आफ्नो सन्तुष्टिका लागि गर्नुपर्छ, अरूको प्रशंसाका लागि होइन। जबसम्म हामी अरूको प्रशंसाका लागि काम गर्छौँ तबसम्म हामी अरूको जिन्दगी बाँचिरहेका हुन्छौँ, आफ्नो होइन। दार्शनिकले एउटा महत्त्वपूर्ण कुरा भने, अरूको कामलाई त्याग्नुहोस्। डिस्कार्ड अदर्स पिपल टास्क। यसको मतलब हो हामीले आफ्नो काममा मात्रै ध्यान दिनुपर्छ। आफ्नो काम गर्नु, आफ्नो रुचि पछ्याउनु, आफ्नो स्वास्थ्यमा ध्यान दिनु, यो तपाईँको काम हो। यदि कसैले तपाईँले नराम्रो भन्छ वा जज गर्यो भने त्यो उसको काम हो, तपाईँको होइन। यदि तपाईँ अरूले मन पराउँदैनन् कि भनेर डराउनु भयो भने तपाईँ कहिल्यै स्वतन्त्र भएर बाँच्न सक्नुहुन्न। र अन्तिम दिनमा युवकले सोध्यो, खुसीको वास्तविक अर्थ के हो? दार्शनिकले भने, खुसीको वास्तविक अर्थ हो योगदानको महसुस, द फिलिङ द्याट यु आर कन्ट्रिब्युटिङ टु सोसाइटी। यदि तपाईँलाई लाग्छ कि तपाईँ समाज वा कसैका लागि उपयोगी हुनुहुन्छ भने मात्रै तपाईँ खुसी हुन सक्नुहुन्छ। जब तपाईँमा यो योगदानको भावना आउँछ तब तपाईँलाई अरूको प्रशंसा वा पहिचानको आवश्यकता पर्दैन। यसका साथै यो भिडियो यही समाप्त हुन्छ। मलाई बिदा दिनुहोस्। अर्को भिडियोमा पुनः भेटौँला। नमस्कार।